हाई एभ्रिवान, आज देख्न सक्नुहुन्छ गैंडाकोना पुरै यस्तो पानी परेर अनि त्यसपछि असिना पनि परेर यस्तो छ बिजोको अवस्था। रोडको अवस्था यस्तो छ साथीहरु, देख्न सक्नुहुन्छ। हेर्नु होला साथीहरु, पानी परेर यस्तो छ मौसम। कहाँ पानी पर्यो साथीहरु, सबैजनाले कमेन्ट गर्नु होला। रोड निर्माण बोलेर यहाँ सबै के भइसक्यो थाहा छैन मलाई। पानी त निकै ठुलो पर्यो नि साथीहरु। यहाँ के भन्छ रे, रोड बनाउने कार्यक्रम भइरह नि त, त्यही भएर यस्तो पुरै। यो त हाम्रो दाइ आमाहरु, म्याडम म रहेको छु यता। रोड हेर, रोड हे भगवान, मजाले पर्यो साथीहरु पानी यता त। त्यही गर्छ यहाँ जम्मा भएको छ राम्ररी भएन। संसारी माईको पूजा गर्छन् अनि बल्ल आउँछ के मालपुरतिर नि बाजा बजाएर पूजा। यो माथिको पिच गर्न लागेको बाटो पानी परेर। यो सिग्रौलीको गेट। यो हाम्रो धुपीले न्याय पायो। धुपी रातो थियो, अहिले हरियो भयो, फुल्ली हरियो धुपी।